सम्पूर्णमा नमस्कार। हामी अहिले पानी टेस्ट गर्ने क्रममा छौँ। यो पिउने पानी विशेष गरी अहिले मैले फिल्टरबाट जुन छानिएको पानी र त्यसपछि गएर साना सहरीबाट घरसम्म आएको पानी दुईटा टेस्ट गर्न गइरहेको छु। यो टिडिएस अहिले चेक गर्ने क्रममा हो। यो टिडिएस अहिले यो साना सहरीबाट आएको पानीमा मैले टेस्ट गर्दैछु। साना सहरीबाट कति आयो? यो सहरबाट आएको थियो। साना सहरीबाट आएको कति आयो यसमा हेर्नु त। लाइट बोल्दैन। 100 होइन, यो साना सहरी यो हुने रहेछ। यो अल्कलाइन रहेछ। यो फिल्टरबाट आएको। पहिला फिल्टरबाट आएको टेस्ट गर्नु त। फिल्टरबाट आएको पानी टेस्ट गर्नु। हजुर, फिल्टर आएको यो। यसलाई टेस्ट गर्नु त। यसको 44 छ। यसको 44 छ। त्यस्तै अर्को साना सहरीबाट आएको पानी यसको 30 हो। यो 251 यसको यो हाम्रो टेस्ट गरेको के अरे? टिडिएस मिटर हो यो। टिडिएस मिटरबाट अहिले के टेस्ट गर्दैछौँ? टिडिएस 251 छ यो साना सहरीबाट आएको। त्यस्तै यसमा अब हामीले पिएच लेभल होइन, यो टिएस लेभल टेस्ट गर्न गइरहेका छौँ। पिएच लेभल यो चाहिँ हाम्रो पिएच लेभल। यसमा दुईटैमा हामीले पिएच लेभल टेस्ट गर्दैछौँ। यो साना सहरीबाट आएको र यो फिल्टरबाट निकालेको पिएच लेभल। यसमा यो 7 को हाराहारी है। 7 को हाराहारी यो 8 भन्दा माथि को हाराहारी र हाम्रो शरीरको लागि चाहिँ अर्को 7 भन्दा माथि। 7 भन्दा माथि। 7 पनि पिउनको लागि ठिकै हुन्छ होइन? ठिकै पिउनको लागि ठिकै हुन्छ। त्यस्तै हाम्रो टिडिएस साना सहरीको 251 छ भने अनि गएर यो फिल्टरबाट निकालेको पानीको, फिल्टरबाट हामीले छानेको पानीको 44 छ। र खानको लागि 250 भन्दा तलको राम्रो मानिन्छ र 250 सम्म पनि पिउनको लागि ठिकै हुन्छ। 50 देखि माथि 250 सम्मको लागि पिउनको लागि ठिकै हुन्छ। धन्यवाद। हजुरको नाम र मोबाइल नम्बर भन्नु त। मेरो चाहिँ सुखबहादुर थापा। हजुर। घर मेरो यो तनहुँमा त। हजुर। मैले चाहिँ यो युटन कम्पनीको फिल्टरहरू जति पनि पोखरा भयो, यो स्याङ्जा तनहुँमा चाहिँ हेरिरहेको छु चाहिँ। अनि मोबाइल नम्बर चाहिँ मेरो 98 15 12 74 48। 98 15 12 74 48। हजुर। ल, जानकारीको लागि धन्यवाद।